रुक्सना आज के हेर्न आएको हामी नाटकको नाम के हो? राज्यले हिजो राष्ट्रवादमा जसरी दमन गर्यो, जसरी शोषण गर्यो, जसरी श्रम र कोक नपिउने नि रुक्सना छोडेको किन छोडेको? हेलो नमस्ते। अब धेरै पछाडि म फेरि पनि ब्लगमा आउँदैछु। सम्भवतः भयो भने अझै धेरै तपाईँहरूको माझमा एकदम रमाइलो भिडियोहरू ल्याउने कोसिस गर्नेछु। अनि आज चाहिँ हामी चापेतीका आमा पुष्पञ्जली टिकेला लिम्बू उहाँको जोडा नाटक हेर्न जाँदैछौँ। उहाँले इन्भाइट गर्नुभएको थियो। आज एक दिन मात्र सो छ मण्डला थिएटरमा 5 बजीदेखि। त्यसको लागि म चाहिँ तयारी भइसकेँ। लगभग अब तयारी भइसकेँ। मैले जुत्ताहरू अनि रेडी गरेँ। म चाहिँ स्केचर्सको जुत्ता युज गर्छु। किन भन्दाखेरि चाहिँ अरू बेला म स्निकर्स युज गरे पनि, जोर्डानहरू युज गरे पनि कतिजना मसँग जाँदै हुनुहुन्छ सबै अग्लो हुनुहुन्छ क्या। अनि उहाँहरूको बिचमा म पुर्क्यो भने त नराम्रो हुन्छ। यो जुत्ताको चाहिँ फाइदा के छ भन्दाखेरि यहाँनिर हेर्न सक्नुहुन्छ तपाईँले, सोल यति लामो छ क्या, 1 इन्च लामो छ। अनि यसले चाहिँ मलाई 5'5" को बनाइदिन्छ क्या हाइट। नत्र मेरो 5'4" मात्र हो हाइट, यसले चाहिँ 5'5" को हाइट बनाइदिन्छ। त्यही भएको कारणले म चाहिँ यस्तो ग्रुपमा हिँड्दाखेरि आफूभन्दा अग्लोहरू हिँड्दाखेरि चाहिँ म स्केचर्सको यो जुत्ता युज गर्छु। मैले यो चाहिँ सेटअप पनि रेडी गरिसकेँ। अनि यहाँनिर चाहिँ के छ भन्दाखेरि टक्क गोप्रो लगाएको छु। गोप्रोको सेटअप अनि यहाँनिर गोप्रोको ब्याट्री, यो स्ट्यान्ड भयो, यो भयो, अनि यो मेरो माइक भयो। अनि बोरिङ लाग्दाखेरि कहिले यो गिटार युज गरेर गिटार गाउँदै बस्छु म चाहिँ अल्छी मान्दै है। अनि अब लगभग म जानलाई तयारी भइसकेँ। अनि आधी बाटोमा साथीले पर्खिराख्नु भएको छ, उहाँलाई पनि सँगै लगेर जानुपर्ने छ। ल है त रुक्सना, मैले तिम्रो लागि चक्लेट ल्याएको थिएँ। थ्याङ्क यू। के छ अनि पढाइ कस्तो हुँदैछ? राम्रै हुँदैछ। म हाफ प्यान्टै लाछु। कहिले न मैले ट्राई गरेको आज। ब्यागमा हात राख ल, त्यो भरे त्यो हो त्यसो गर। अनि ब्रेक लाउँदा अगाडि आयो भने त्यो त्यहाँनिर थिच त्यहाँसम्म। अनि रुक्सना आज के हेर्न आएको हामी? नाटकको नाम के हो? रुक्सनालाई नाटकको नाम थाहा छ कि छैन? तपाईँलाई चाहिँ थाहा चाहिँ छैन नाटकको नाम? सेवारो है सेवारो लचिया कफी। कोक नपिउने नि रुक्सना छोडेको किन छोडेको? भनेपछि यो कुरालाई लक गरिदिउँ होइन? चिया पिउँ न त त्यसो। होस् छोडिदिउँ। अब म भित्रै पिउँछु कफी। हजुर अब कोही साथी भएन, अब भित्रै पिउनुपर्छ। हामी चाहिँ अहिले बस्दै गरेको आज कस्तो छ होला नाटक? होइन तपाईँको विचारमा कस्तो छ होला? अनि आज अर्को लगन गरिदिनु। अर्को लगन भलै जस्तो छ। अनि यार लुङ्गा उहाँ त डन हो नि त नि, डन हेरौँ त। अनि बस है, हामी चाहिँ लाइनमा उभिनु पर्ने होइन। हामी चाहिँ
बनाफेर दिनु हुँदैन नि पैसा तिरिँदैन नि छुट्टी घन्टी बज्यो अहिले चाहिँ हामी जोडा हेर्नलाई रेडी अब अध्यारोमा त के आउँछ होला है यो खै हो कोजन यो हामी तिन होइन यो ए 5 यार लुगा 2 होइन 5 ए 8 मात्र 2टा घटाउनु 8 हामी 8 जना घोडा चुलाचुली रङ्गमञ्च प्रस्तुति हो अनि यसलाई चेतन आङथुपले निर्देशन गर्नुभएको छ। यो गणेश रसिकको उपन्यास आकाशढुङ्गामा आधारित छ। त्यो नाटक करिब 1 घण्टा 30 मिनटको छ। 1 घण्टा 30 मिनट यहाँले नाटक घरको नियम पालना गर्नुपर्ने हुन्छ। रिक्सना नाटक कस्तो लाग्यो आज के बुझ्यो बधाई छ एकदम राम्रो थियो है पक्का लिम्बू जस्तो देखाएको थियो चाहिँ 20,000 को हाम्रो ब्रदर अमितले यो चाँडा नै 20,000 मा हैन 50,000 मा किन्ने वाला हो हैन 50,000 लाएर किन्ने हो उहाँले यो जो मलाई यो बोरिङ लाग्यो ल अब चाहिँ हामी निस्क्यौँ